कल्ले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै सम्झना नै मिठो हुन्छ जुनी जुनी साचिन्छ लैलै केही मिठो सम्झना। आज चाहिँ मसँग छ ओपन मोमो, यस्तो खालको मोमो हजुरहरूलाई देखाउने छु है। ओपन मोमो एकदमै मिठो हुन्छ। आज मैले यो मेरोमा चाहिँ फर्स्ट टाइम पनि लिइरहेको छु भिडियोमा चाहिँ, अनि धेरै नै होइन मलाई चाहिँ मनपर्छ यसको के अरे बुट्टाहरू पनि, त्यही भएर अनि यहाँ मिठो पनि हुन्छ अनि लिइरहेको छु। अनि म चाहिँ आज अचारसँग खानेवाला छु। अनि आज चाहिँ मेरो यो ओपन मोमोसँग 10वटा अकबरी खुर्सानी पनिको च्यालेन्ज गर्नेवाला छु। यहाँ चाहिँ रातो छ, एउटा दुईवटा तिन चार पाँचवटा 6वटा रहेछ। यहाँ चाहिँ 11वटा ल्याएको रहेछ नि 10वटा भनेर, 1 2 3 4 5। यहाँ चाहिँ हरियो हरियो होइन खालको यो चाहिँ लिएर आएको छु। यहाँ चाहिँ रातो रातो हरियो हरियो छ, एकदमै फ्रेस छ है मसँग। मैले चाहिँ यो के अरे सुरुको उयोमै क्या मैले चाहिँ यो माथि सब्जी मार्केट कहाँ भने नि उयोदेखि ल्याएको है त, जडीबुटीको सब्जी मन्डीबाट लिएर आएको। त्यहाँ चाहिँ तपाईँहरूले कसैलाई एकदमै ओरिजिनल डल्ले खोर्सानी खानु मन छ भने त्यहाँ चाहिँ आउनु थालेको रहेछ। एउटा पसलमा मैले एउटा सब्जी पसलमा देखेर लिएर आएको, एकदमै पिरो मिठो भोजपुरको अरे यो अकबरी खोर्सानी चाहिँ। मलाई सोद्धाखेरि चाहिँ भोजपुरको भन्थ्यो। ल आज चाहिँ म 10वटा अकबरी खोर्सानीसँग ओपन मोमो च्यालेन्ज गर्न लागिरहेको छु। यो मेरो मोमो चाहिँ यहाँ 22वटा छ, खान सक्छु कि सक्दिनँ, यति धेरै मोमो त म खान सक्दिनँ, तर पनि ट्राई गर्छु। ल अब यो अचार चाहिँ सुरुमा चाहिँ यसरी लाएर खानु पर्यो है त, कस्तो हुँदो रहेछ। ल ठक्कै यसको यो बुट्टा कस्तो राम्रो लाग्यो क्या, यहाँ चाहिँ तल यस्तो हुँदो रहेछ। ल फर्स्ट बाइट ल हजुरको लागि पनि है त। दामी भएको रहेछ। यो चाहिँ मैले बनाएको होइन, आफै चाहिँ किनेर ल्याएको। तपाईँहरूलाई पनि चाहिन्छ भने नेक्स्टचोटि फेरि फेरि भिडियो बनाउँदा म मोमोको रेस्टुरेन्टको नामहरू पनि मेन्सन गरिदिनेछु ल, अनि नम्बर पनि राखिदिनेछु। अचार पनि त्यस्तै मिठो। आफूले यसरी डुबाएर खानु भयो नि त। कस्तो पिरो। मलाई चाहिँ फेरि मोमोसँग चाहिँ डल्ले खोर्सानी टोक्नु चाहिँ एकदमै मेरो फेभरेट है, बेस्ट। यो ओपन मोमो खानुहुन्छ भने चाहिँ भक्तपुरमै छ, एकदमै टेस्टी बनाउनुहुन्छ उहाँहरूले चाहिँ, एकदमै मिठो मिठो मिठो।
अचार पनि दामी भएको छ। अचार चाहिँ मैले जहिले पनि घरमा ल्याउँदाखेरि चाहिँ उहाँहरूले दिएको अचारभन्दा पनि बनाएर खान्छु कि घरमै फेरि घिउमा पकाएर यो अचारलाई अनि बनाएर ल्याउँछु अनि त्यही भएर झन् एकदमै मिठो हुन्छ। पसिनै पसिना आइरहेको छ। यस्तो यम्मी हेर्नु न। पसिनै पसिना आयो। एउटा सानो हड्डी रहेछ। किमाहरू पनि एकदमै फ्रेस हुन्छ क्या उहाँहरूको चाहिँ एकदमै राम्रो हुन्छ। यस्तो मिठो। यसरी अघि नै यो लगाइराख्दाखेरि झन् अझै राम्रो हुन्छ। यहाँ माथि काटेकै खाए जस्तो लागिरहेको छ। पिरो भएर त घुप्टिनु पनि बिर्सेछ। लास्ट पसिना पसिना पुरा अहिले चाहिँ निधारदेखि चटचटै पसिना आउनु थाल्यो। तर यस्तो मिठो भएको छ अगाडि पनि सक्छ कि तर खानु पनि मन लागिरहेको छ।
अब चाहिँ मसला यो चाहिँ अघि झरेछ, यो चाहिँ नखानु पर्यो। खानु सक्दैन होला। पिरो भएर ल लास्ट त पिरो एकदमै पिरो भयो। मैले धेरै पनि यहाँ दुईवटा चाहिँ खाइसकिनँ, यसको चाहिँ अघि नै खाइदिइसकेको थिएँ किमा झरेर। यो चाहिँ मैले खान त सक्छु तर अब जबरजस्ती नगरौँ है। पिरो पनि भएको चाहिँ एकदमै धेरै। मलाई यो दुईवटा एक्स्ट्रा पनि लगाइदिनु भएको थियो उहाँहरूले चाहिँ 20वटामा 22वटा कति लगाइदिनु, 22-23वटा कति दुई प्लेटमा दुईवटा थपिदिनु भएको रहेछ क्या, 22वटा दुईवटा गरेर 22वटा। यो चाहिँ मैले खाइसकिनँ, दुई प्लेट चाहिँ झम्मै पारेँ।
अनि मसँग थियो 10वटा अक्टोबर खोर्सानी त भनेको थिएँ, तर मसँग 11वटा थियो झुक्केर चाहिँ एउटा बढी नै लगाएको रहेछु। 7वटा चाहिँ खाइस, कति हो 7वटा नै खाइस, 8 9 10 7वटा चाहिँ मैले खाइसकेको छु। अनि ती बाँकी चाहिँ उब्रेको छ। एकदमै पिरो भयो, धेरै पनि बोल्नु सकेको छैन। हेर्नु न, आँसु नै आयो क्या आज चाहिँ, आँसु। ल एकदम मिठो पनि भएको थियो। ओपन मोमो तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ होइन। म नेक्स्ट टाइम चाहिँ उहाँको मैले त्यो भिडियो गरेर ल्याउने छु अनि राखिदिने छु, उहाँको लोकेसन पनि। एकदमै मिठो बनाउनुहुन्छ उहाँले, हेल्दी पनि हुन्छ। ल अनि यति भन्दै आजको लागि बिदा चाहन्छु। अर्को नेक्स्ट भिडियो लिएर आउनेछु, त्यतिको लागि बाई बाई। पिरोले चाहिँ पियोस् सुनाटे यति धेरै। ल एउटा दुईवटा 3-4वटा टिसी पनि उयो गरेछु। ल एउटा दुईवटा 3वटा 4 5वटा मैले 2वटा चाहिँ यस्तो योसँग घरमै निलिदिएको थिएँ। कहाँ हुन्छ अर्को चाहिँ 5वटा, 1 2 3 4 5 6वटा। एउटा चाहिँ मैले डाँटसँग नै साह्रो टुप्पा निलिदिएको थिएँ, 7वटा खाएको रहेछु। ल बाई बाई।